हेलो, मेरो नेपालमा बस्नुहुने मेरो दाजुभाइ दिदीबहिनीहरू सबैजनालाई नमस्कार र तपाईँहरू जान सक्दैन होला। हामी पनि यहाँ सधैँछु नेता भर्खरै दिदी आए। यहाँको 10 बज्यो, 10 बजेर टुरिस्ट सुरु हुन्छ। के भने हामी नेपालतिर हाम्रो यता त पानी पर्ला जस्तो लाग्छ। यता त पुरै पानी पर्ला जस्तो भएको। हाम्रो होटल चाहिँ त्यही हो है गाइस, हाम्रो होटल चाहिँ त्यही हो। यही हो, काम सुरु हुन्छ। अहिले गएर सेटिङ गर्ने त्यही हो, के गर्ने। यही हो हाम्रो होटल चाहिँ। ल अहिले म भित्र गएर देखाउनु तपाईँहरूलाई लाइट सेटवाला बस्नुमा। अनि हेर्नु सबैजनाले हाम्रो किचन हो यो चाहिँ गुल्लु पक्ष रेस्टुरेन्ट किचन हो। अभी आएन 10 बजे होइन। साह्रै त हाम्रो किचन हो। काउन्टर हो, जे निकालेको होइन। काउन्टरको सबैजना यसरी निकाल्छ अरे। हाम्रो अँध्यारो रहेछ। लाइट गरेर म गर्छु है, लाइट बाल्छु। हेर्नु यही हो हाम्रो होटेल। हेर्नु लाइट पुरै लाइट चम्किलो यस्तो है। अहिले पुरै म सेटिङ गरेछु, फेरि म तपाईँलाई देखाउँछु। अबदेखि काम सुरु गरेको थिएँ, अलिकति प्रब्लम पनि छैन, त्यही भएर फिङ्गरबुल नेपालमा कचौरा भन्छ, यहाँ चाहिँ फिङ्गरबुल भन्छ यसलाई है। यसलाई यसरी बरी बनाएर राख्नु यसलाई यसरी। आफ्नो काम गर्नु मान्छे नभएर गर्नु परेछ, के गर्नु। नयाँ भिडियो भर्खरै पहिलो भिडियो सबैजनाले है सब्सक्राइब गरिदिनु होला। तपाईँहरूको लागि डेली आज अब भिडियो न्युज बार त्यो पनि ड्युटीको। अब चिसो पानी लगाउनु हो, म देखाउँछु तपाईँलाई चिसो पानी लगायो। यो काम चाहिँ डबल ड्युटी है। साह्रै गर्नु तपाईँभित्रतिर बेसी भनाइ त सकिन्न हो। त्यो किचनमा कसरी गर्छ मान्छेहरू। हामी भित्रबाट गर्दा एकछिन पसिना आउँछ यार, सास मिलायो भने पसिना आउँछ। कसरी गर्छ त्यो कमजोरीमा कमजोरी काम भन्नु त्यो कोइलामा भन्नैपर्छ यार, पैसा कमाउनु लागि। म तपाईँलाई चिसो पानी तातो पानी भरेर देखाउँछु। एकछिन थोरै काम छ है। चिसो पानी चाहिँ आयो, कहाँनिर भर्नु त्यो भर्नु म तपाईँलाई देखाउँछु। दुईवटा चिसो पानी, दुईवटा तातो पानी भरेर राखिदिनुपर्छ। सबै किनकि सबैजना चिसो खानु भने नि त तातो खान्छ, कोही चिसो खान्छ। काँडा भने म तपाईँलाई देखाउँछु। चिसो पानी जग यहाँ हुन्छ, कति हुन्छ। पानी यताको चिसो पानी, यताको तातो पानी मिलाएर भन्नुपर्छ। तातो पानी खाँदा भने काउन्टर खोल्यो। काउन्टर देखाउनु तपाईँहरूले। ठुल्ठुलो राख्सी बडावाला एक ब्याग 1200 भन्थ्यो एक ब्यागको। बाहिरलाई फुल बच्चा लाउँछ हो, कस्तो महँगो हो। सुरु काम सुरु भयो। अब बिस्तारै भन्दा 12 बजे त्यो हाम्रो चाहिँ
हाम्रो अब स्टोरको सामान लेख्ने बेला भयो क्यान्डल क्यान्डल एउटा हाफ भएपछि तपाईँको अब दुईवटा ल्याउनु पऱ्यो भने दुईवटामा 24वटा पिस आउँछ दुईवटामा 24वटा पिस आयो ठिक्क हुन्छ 24वटा चाहिँ क्यान्डल भन्छ होला चाहिँ क्यान्डल लाइटिनर बेलुका बेलुका क्यान्डल लगाइन्छ क्यान्डल भालिन्छ कि बिच टेबलमा क्यान्डल भनेको के लेख्ने म तपाईँहरूलाई देखाउँछु अझै पेपर न्यापकिन पाँचवटा रहेछ भनेपछि कति 10वटा ल्याउनु पऱ्यो 10वटा एक्स्ट्रा स्टेरर है ना लिख रहा है ज़्यादा है स्टेरर भी है ना लिखो एक एक्स्ट्रा बस होता है वो कॉल भी लेकर आना 2 पैकेट 2 है हाँ बस एक स्टेरर है ना स्टेरर एक लिखा एक अंदर है नहीं मालूम हो ठीक है स्टेरर एक्स्ट्रा स्टेरर आउँछ न्यापकिन सोप टुथपिक कतिवटा न्यापकिनहरू पनि छ न्यापकिन भन्छ यसलाई पनि रहेछ अझै भनेपछि कतिवटा दुईवटा लेखेको ठिकै हुन्छ दुईवटा न्यापकिन येल्लो रोल हो सोप बनाउँदै यो सब दुई न्यापकिन दुई टुथपिक एक सोपहरू चाहिँ सरले आएर भन्छ कतिवटा चाकी हुने अरे सर आएर गर्छ सर आइसी सरलाई लेख्छ बल्ल त्यति गर्ने भने अहिले तपाईँलाई भन्छु अहिलेको लागि चाहिँ यति नै सामान धेरै पर्दैन आज धेरै छाडो सर आउँछ सरले चाहिँ पकाउनु जानु पऱ्यो एकछिनमा पनि भेटौँ है भाइ सर आएपछि म तपाईँलाई देखाउँछु ल भाइ यो होटेली अब सुरु हुन्छ काम कस्टमर आउने बेला भयो यही हाम्रै 35वटा टेबल छ हेलो गाइस हाम्रो कस्टमर आउनु सुरु भइसक्यो एउटा उता आइसक्यो दुईवटा टेबल आइसक्यो 12 बज्यो सुरु हुन्छ भाइ अब बिजीको टाइम अब बस्न पाइन्न अब 3 बजीसम्म कन्टिन्यू ड्युटी छ ल कस्टमर आउन सुरु भयो गाइस अब के हुन्छ म तपाईँहरूलाई देखाउँदै गर्छु नि है